नेपाली सेनामा पहिलो पटक सिख समुदायको प्रतिनिधित्व भएको छ। बाँके जिल्लाको जानकी गाउँपालिका वडा नम्बर 2 बनकटवाका करण सिंह सिखले यो समुदायको प्रतिनिधित्व गर्नुभएको हो। अछाम जिल्ला स्थित गोरख बक्सगण मंगलसेन ब्यारेकमा सम्पन्न 10औं समूहको सैन्य तालिममा सहभागी करणले सैन्य आधार तालिमको अन्तिम दलेल कवाज पूरा गरेसँगै नेपाली सेनामा सिख समुदायको इन्ट्री भएको हो। करणको आगमनसँगै अल्पसंख्यक सिख समुदायको समेत सेनामा प्रवेश प्रारम्भ भएको गोरख बक्सगण मंगलसेन ब्यारेक अछामका गणपति प्रमुख सेनानी संगम अधिकारीले बताउनुभयो। सिख समुदायको प्रवेशले हामी निकै खुसी छौं। गणपति अधिकारीले भन्नुभयो, यो सैनिक इतिहासकै दुर्लभ क्षण हो। करणप्रति हामी विशेष आभारी छौं। छोरा सैनिक बनेपछि बाँके जिल्लाबाट बधाई दिन अछाम आइपुग्नु भएका करणका बुबा लखपत सिंह सिखले छोराको सफलता देखेर खुसी व्यक्त गर्नुभयो। उहाँकी आमा जसवन्तीले त झन् छोराको मेहनतले सार्थकता पाएपछि खुसीका आँसु नै झार्नुभयो। म यही दिनको प्रतीक्षामा थिएँ। उहाँले भन्नुभयो, आज धेरै खुसी छु, मेरो प्रार्थना पूरा भएको छ। तो झेल गए, बहुत दुख हो गया, बहुत रोए। कैसा हमारा छोरा मेहनत किया है, बहुत मेहनत किया है, बहुत बहुत धन्यवाद है। अच्छा है हो गया सो छोरा हमार अच्छा लगा, आज खुसी लगा। अब बाबुले भने अब भर्ना गरेछु त म आर्मी नै जोइन गरेछु भन्यो। त्यसपछि मैले भने ठिकै छ अनि गरौ बिचारा एकचोटि ट्राई गरौ भन्छ भने ठिकै छ। त्यसपछि त ट्राई गर्यो अनि भइहाल्यो। जनगणना 2068 मा उल्लेख गरे अनुसार मुलुकमा अल्पसंख्यक सिख समुदायको जनसंख्या 0.3% हाराहारीमा छ। बाँके जिल्लाका सिखनापुर, जमुनाहा, बनकटवा, बकौली, मणिपुरा लगायत स्थानमा सिख समुदायको बस्ती छ। काठमाडौँ, वीरगञ्ज आदि स्थानमा पनि उनीहरूको बसोबास छ। यो समुदायका करणले देशको रक्षार्थ सेना बन्ने सानैदेखिको सपना पूरा भएपछि आफू अत्यन्त खुसी बनेको बताउनुभयो। सुरुमा साथीहरूलाई त भर्ना हुँदा मतलब देशको रक्षा गर्न पाऊँ भनेर फेरि चाहना भित्रदेखि चाहना उठ्थ्यो। त्यसपछि साथीहरूलाई मतलब देशको रक्षा गर्न अनि त्यसपछि त्यस्तो कुराहरू हेर्दा मलाई एकदम त्यसमा इच्छा मतलब भित्रदेखि इच्छा जागृत हुन्थ्यो। त्यसैले म यो नेपाल आर्मी हुनुभयो। अब चाहिँ तपाईँलाई कस्तो फिल भइरहेछ, तपाईँको अनुभव के छ? त्यसपछि त मलाई एकदम अत्यन्तै खुसी लाग्यो। करणसँगै सिपाही बनेका 103 जनालाई अन्तिम दलेल कवाजका क्रममा गणपति अधिकारीले जनता, सैनिक संगठन र राष्ट्रको रक्षाका लागि जिम्मेवारी वहन गर्न निर्देशन दिनुभयो। उहाँले नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, जनताको सुरक्षाका लागि नेपाली सेनाको गौरवमय इतिहास रहेकाले त्यसलाई संरक्षण गर्न दिएको जिम्मेवारी सेनाको मूल्य र मान्यताभित्र रहेर इमानदारपूर्वक वहन गर्न स्मरण गराउनुभयो। राष्ट्रको मेरुदण्ड नेपाली सेनाले दिएको जिम्मेवारीलाई वफादार एवं अनुशासित ढंगबाट पालना गर्न सक्नुपर्छ। उहाँले भन्नुभयो, इमानदार र कर्तव्यनिष्ठ भएर सेवामा समर्पित हुनु यहाँहरूलाई नेपाली सेनामा स्वागत छ। उहाँले दीक्षित सैनिकलाई सेनाको मुख्य दायित्वको अतिरिक्त विपद व्यवस्थापन, विकास निर्माणमा सहयोग, वन सम्पदा तथा पर्यावरण संरक्षण, महत्वपूर्ण संरचनाको सुरक्षा सहित विश्वमा शान्ति स्थापनार्थ दिँदै आएको सेवामा विश्वसनीय संस्थाको रूपमा बनाएको छवि कायम राख्न पनि आग्रह गर्नुभयो। सन् 10 सैन्य आधार तालिमको अन्तिम दलेल कवाजको सलामी ग्रहण गर्ने सुअवसर प्राप्त गर्नुको साथै तपाईहरूबाट प्रदर्शित उच्च स्तरको कवाजको निरीक्षण गर्न पाउँदा म अत्यन्तै प्रभावित हुनुको साथै गौरवान्वित महसुस गरिरहेको छु। तपाईहरूले यस तालिममा सिक्नुभएको विविध आधारभूत तालिमका पक्षहरूलाई थप परिष्कृत गरी व्यक्तिगत तथा पेसागत क्षमता बढाउँदै समग्र समूहहरूको हितमा लगाउनुहुनेछ र देशले मागेको खण्डमा ज्यानको प्रभाव समेत नगरी निस्वार्थ सदैव नेपाली सेनाप्रति वफादार रही आफ्नो कर्तव्य पथमा अटल भई कार्य गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।
नवआयुक्त तालिमे सिपाहीहरू राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणको लागि कटिबद्ध नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च कार्यकौशलता र व्यावसायिक क्षमता प्रदर्शन गरी ख्याति कमाएको छ, जसलाई नयाँ पुस्ताहरूले समेत निरन्तरता दिनु अति आवश्यक छ। अन्त्यमा तपाईहरूलाई नेपाली सेनामा आबद्ध भई मातृभूमिको सेवामा समर्पित रहन अभिप्रेरित गराउनुहुने आदरणीय बुवा आमा लगायत आफन्तजनहरूलाई नेपाली सेनाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। 2080 वैशाख 17 गते अछाम सदरमुकाम मंगलसेन आएको गोरख बक्स गणले 10औं समूहको रूपमा सञ्चालन गरेको यो तालिमका क्रममा व्यावहारिक र सैद्धान्तिक लगायत विभिन्न कार्यमा उत्कृष्ट भएका नयाँ सिपाहीहरू निखिल राणा मगर, अभिषेक सिंह, टोपेन्द्र थापा, दिपेन्द्र सलामी मगर, प्रदीप पुन, प्रदीप बुढा र गणेश ओलीलाई पुरस्कृत समेत गरेको छ। जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवर, मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउद, प्रमुख जिल्ला अधिकारी आनन्द सारू, प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी, जिल्ला बार इकाई अछामका अध्यक्ष खडक बहादुर खड्का लगायतले समेत अवलोकन गरेको सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा सहभागी सिपाहीका आफन्तहरूले उज्जवल भविष्यको कामना गर्दै उनीहरूलाई फूलमाला र अबीर लगाएर बधाई दिएका थिए। नेपाली सेनाको